आज हामी रिजोटो बनाउने प्रयास गर्दैछौँ है त। रिजोटो रेसिपी म यहाँलाई देखाउँछु। रिजोटो बनाउने एउटै टाइप होइन, तर सबैको आफ्नै बेग्ला बेग्लै स्टाइल हुन्छ र म आफ्नै स्टाइलले देखाउँछु है कसरी के बनाउने भनेर। र त्यसको लागि चाहिँ सबै कुरा ठिकठाक पारिसकेका छौँ र म यहाँलाई पहिला देखाउँछु र हामी सुरु गर्छौँ है त। यो चाहिँ सिताके मसरुम चाहिँ चाहिन्छ रिजोटोको लागि। र त्यसपछि गार्लिक, chopped onion, and this is sticky rice. यो चाहिँ रिजोटोको लागि चाहिँ स्टिकी राइस इज बेस्ट। र यो चाहिँ चिकन स्टक। अनि यता मेरो पेज यता यो। सो म चाहिँ रिजोटो बनाउन लागिरहेको छैन, म रिजोटो बनाइरहेको छु। र हाम्रो दिनेश सर चाहिँ यता मुस्ताङ बनाइराख्नु भएको छ आफ्नो स्टाइलमा। र त्यसपछि म यहाँलाई देखाउँछु गार्लिक प्राउन, हाउ टु मेक गार्लिक प्राउन। तीन आइटम सँगै बन्नेवाला छन्। आजको डिनर रेसिपी, डिनरको आज कम्बाइन यस्तो छ। खालि आज मुस्ताङ आलु पनि हुन्छ है। रिजोटो चाहिँ हाम्रो इटालियन डिस हो होइन, यो चाहिँ इटालियन डिस। अनि अब खालि त नेपालीमै भइहाल्यो। र गार्लिक प्राउन चाहिँ अब कहाँको हो त्यो चाहिँ अब मलाई पनि थाहा छैन। बनाउनुमा चाहिँ आउँछ, यो यहाँको डिस हो भनेर चाहिँ थाहा छैन। गार्लिक प्राउनको लागि चाहिँ मैले अलरेडी प्राउनलाई चाहिँ म्यारिनेट गरेर राखिसकेको छु र बनाउने टाइममा म एउटा देखाउँछु र। ओके, सो यति हल्का सोटी गरिसकेपछि हाम्रो होला। अनि त्यसपछि मैले खासमा रिजोटोको लागि पार्मेजन चिज चाहिन्छ, तर मसँग पार्मेजन चिज चाहिँ मैले पाएन मार्केटमा। सो याक डिडिसीको याक चिज मैले ल्याएँ। यो चिज पनि इट्स बेटर, राम्रो छ यो पनि। र यो आज म यसमा हालेर न्यू टेस्ट। के पार्छ हल्का ब्राउन मात्रै गर्ने। त्यसपछि हामी यसमा हाल्नेछौँ स्टिकी। र यसलाई हामीले मजाले handle cover here. Finish off. Yes. Yes. त्यो
भर्दा भर्दा ड्राई हुन्छ। यो ड्राई भइसक्यो हाम्रो भुटेर। ओके, नाइस। यसमा म हाल्छु अलिकति सोया सस। यो चाहिँ एकदमै डार्क सोया सस। त्यसपछि हामी यसमा एड गर्नेछौँ मसरुम अहिलेको। मरिचको धुलो, देन स्वाद अनुसार यसमा चिज हाल्ने भएको र नुन चाहिँ अलिकति कमै हाल्ने। अरू पछि पुगेन भने थप्न मिल्छ। अब हामी यसमा थोरै गरेर स्टक हाल्छौँ। चलाउँदै गर्नुपर्छ र पानी एकैचोटि खनाउने हो कि चलाउँदै पानी सुकेपछि फेरि स्टक हाल्ने, चलाउने, फेरि पानी सुकेपछि फेरि हाल्ने। जति चलाउँदै गयो त्यसको स्वाद त्यति बढ्दै जान्छ। हाम्रो रिजोटो अलमोस्ट रेडी। Stem of it. Almost ready. a new potato. Down,
Song. Final look. Okay, so our garlic farm also ready.